के भूपेन्द्रको गाडीले ठक्कर दिएको व्यक्तिको मृत्यु भएकै हो त? के भूपेन्द्र अब जेल जानुपर्ने हो त? हो दर्शकबिन, फेरि पनि भूपेन्द्रको जीवनमा अर्को तनाव आएको छ। उनले ठक्कर दिएको व्यक्तिको होस भने आएको छैन। यस्तो अवस्थामा भूपेन्द्रले हस्पिटलमा बस्न छाडी आफ्नो घर आएको देखेर भुन्टीले भूपेन्द्रलाई लापरवाही जनाएकी हुन्छ। तर भुन्टीको यस्तो कुरा सुनेर भूपेन्द्रले उल्टै भुन्टीलाई नै कराउँछन्। त्यति नै खेर घर बाहिर समाज एकट्ठा भएका हुन्छन् र एक महिलाले ज्यान माराको सन्तान भनी घर बाहिरबाट आवाज दिइरहेकी हुन्छन्। के यो आवाज दिने महिला ठक्कर खाने व्यक्तिको आफन्ती हो त? दर्शकबिन, हजुरहरूलाई भूपेन्द्रले देखाएको लापरवाहीलाई के भन्न चाहनुहुन्छ? के अब भूपेन्द्र आजीवन जेल बस्नुपर्ने हो त? हजुरहरूलाई के लाग्छ? आफ्नो प्रतिक्रिया कमेन्ट बक्समा लेख्न नबिर्सनु होला। आजलाई यति नै, हस्त, धन्यवाद।